अच्युत गुरु, यो कुण्डलीको सप्तम भावबाट वैवाहिक जीवन विचार गरिन्छ। हामीले समाजमा कसैको वैवाहिक जीवन असाध्यै सुखप्रद, असाध्यै फलदायक देखिरहेका छौँ भने कसैको असाध्यै दुर्दशा देखिरहेका छौँ। यो के कारणले चाहिँ यो वैवाहिक जीवन असाध्यै फलदायक हुन्छ अथवा के कारणले चाहिँ असाध्यै घृणित, असाध्यै दुर्दशातिर धकिन्छ? यसको के छ चिनामा यसको कारण? सप्तमे दिन पतौ पति मुक्ता छोडिजे च विधवा खलु बाल्ये पाप खेचर विलोकन याते मन्दगे च युवती जरते स्या। जातक पारिजात आदि गरिएका ग्रन्थहरूमा के भनिएको छ भने वैवाहिक जीवनको सफलता र असफलता यो मानव जीवनका लागि, गृहस्थ जीवनका लागि असाध्यै ठुलो महत्त्वपूर्ण कुरा हो। सप्तमेश कमजोर भयो भने, सप्तम स्थानमा कुनै पाप ग्रह गएर बसिया छ, सूर्य मङ्गल शनि राहु केतु, अथवा छोरी मान्छेको कुण्डली छ भने बृहस्पति कमजोर छ, 0 डिग्रीको छ, बृहस्पति कमजोर छ। छोरा मान्छेको चिना हो भनेदेखि शुक्र कमजोर छ, 0 डिग्रीको छ, कमजोर छ भने अब वैवाहिक जीवनको मामलामा परम असन्तुष्टि हुन्छ। सप्तमे दिन पतौ पति मुक्ता, यदि सप्तमेश पनि कमजोर छ, छोरा मान्छेको हो भने शुक्र पनि कमजोर छ, सप्तम स्थानमा सूर्य छ भने अब त्यहाँबाट चाहिँ वैवाहिक जीवनको डिभोर्ससम्म पुग्न सक्ने अवस्था त्यहाँनिर आउँछ। सप्तमे दिन पतौ पति मुक्ता छोडिजे च विधवा खलु बाल्ये। मङ्गल छ भने अब अहिले पछि त एउटा चाहिँ विवाह गरेपछि असन्तुष्टि भयो भने अर्को विवाह गर्ने पनि जमाना आइसक्यो। त्यो पहिलाको जस्तो जमाना छैन, हैन? त के हुन्छ भने अब सूर्य मङ्गल शनि राहु केतु विशेष गरेर इत्यादि त्यहाँ छन् र सप्तमेश कमजोर छ भने अब विशेष गरेर वैवाहिक जीवनमा समस्या आउँछ। र मङ्गल छोरा मान्छेको लागि शुक्र र छोरी मान्छेको लागि बृहस्पति कमजोर छ भने पनि वैवाहिक जीवनमा अब समस्या आउँछ। त्यसका लागि यति मात्रै लग्न कुण्डली मात्रै विवाह विचार गरेर हुँदैन। लग्न कुण्डलीमा एकदम सप्रियको छ, सप्तमेश पनि सप्रियको छ, सप्तम स्थान पनि सप्रियको छ, बृहस्पति शुक्र पनि सप्रियको छ। तर त्यही नवांश कुण्डलीमा हेर्दा त्यही लग्न कुण्डलीको सप्तमेश नवांश कुण्डलीमा पीडित छ भनेदेखि अब त्यहाँ पनि असन्तुष्टि रहन्छ। नवांश कुण्डलीलाई पनि विचार गर्नुपर्छ। नवांश कुण्डलीमा सप्तमेश कस्तो अवस्थामा छ, बृहस्पति कस्तो अवस्थामा छ, शुक्र कस्तो अवस्थामा छ, त्यो अनुसार अनि वैवाहिक जीवनको सफलता असफलता त्यहाँबाट निर्धारण हुन्छ।